म त लिफा बाइक मान्दिनँ। चाहिँ हाम्रो नानीको नामकरणको कार्यक्रम चलिरहेको छ। म चाहिँ आम देखाइदिनु सूर्य नारायण यहाँ चाहिँ भाउजूले सेलरोटी पोल्नु हुँदैछ हो। त्यस्तो हुँदैन सानो भाइ। हेलो साथीहरू, नमस्ते, राधे राधे। हजुर सबैजनालाई, तपाईँहरू सबैजना ठिकै हुनुहुन्छ होला? म पनि एकदमै ठिकै छु। र साथीहरू, अहिले मैले भिडियो सुट गर्दा चाहिँ गुड मर्निङ भइरहेको छ हो। हजुरहरूले हेर्दा चाहिँ कसैको मर्निङ, कसैको इभिनिङ, कसैको आफ्टरनुन, कसैको नाइट हुनसक्छ, तर पनि गुड मर्निङ है साथीहरू। अनि आजको दिन भन्नुहुन्छ भनेदेखि चाहिँ एकदमै दामी भइरहेको छ। हजुरहरूले देख्न सक्नुहुन्छ तारेथाङको नजारा। अनि मैले चाहिँ बिहानै नानीको लुगा धोइसकेर यहाँ सुकाएको, किनभने एकछिनमा पानी पर्छ नि त, अन्त लुगाहरू चाहिँ धोइदिइहालेको। यो चाहिँ एक दिनको रातभरिको लुगा हो। पुरा नानीलाई चाहिँ चिसो लागेको छ नि त कि, त्यही कारणले डाइरिया गरेको गर्छ नि त, अन्त लुगा धेरै बिग्रिन्छ। हामीले चाहिँ प्याम्पर्स युज गरेको छैन नि त, सानैदेखि नानीलाई प्याम्पर्स नलगाउँ भनेर। अनि यहाँ लुगा सबै धोइरहेको छु। र आज चाहिँ हाम्रो नानीको नामकरणको कार्यक्रम चलिरहेको छ। म चाहिँ बिस्तारै बोल्नुको कारण चाहिँ यहाँनिर नानीलाई सुताइरहेको छु नि त हो। अनि अरू चाहिँ सबैजना माथि बिजी हुनुहुन्छ। सक्स लाएको कोही खोजेर ल्याइदिएन भन्दैछ हो। भाउजूहरू पनि हुनुहुन्छ। अब सक्यो। यसो सेकिदिउँ, त्यो हात यसो गरेर सेकिदिउँ नानीलाई। हो त्यसरी पैताला पनि सेकिदिउँ। हरि ओम महा स्वस्ति न इन्द्रवृषवाः स्वस्ति न पूषा विश्ववेदाः स्वस्ति न तार्क्ष्य अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु। उयो डोरीहरू यता पनि तपाईँ डोरी बाँधिदियो। अब हात निकाल्नु, खुट्टा पनि निकाल्नु। ओम शरणागत दीनार्थ परित्राणापरायणे साधुष्यपति हरे देवी नारायणी नमोस्तुते। देवी प्रपन्नार्थे प्रसीद मातर जगतो किलस्य प्रसीद विश्वेश्वरी होइन आको हातमा प्रसीद विश्वेश्वरी पाय विश्वं तमेश्वरी देवी चराचरस्य शरणागत दीनार्थ परित्राणापरायणे सरस्वती हरे देवी नारायणी। भाइ घन्टी बजाइदिइ राख्नु ल। यो कम्बरमा बाँध्नु पर्ने थियो एउटा त। होइन अहिले भरे बाँधिदिनु नि ल। ए हुन्छ, खुट्टामा बाँधिसकेको छैन होला। खुट्टामा होइन होइन बुझिदिने अहिले ल्याएको बेलामा बाँधिहाल्नु न। सुनाएको बेलामा सर्वस्वरूपे सर्वेषु बनाएको त्यो केही पर्ने थिएन। यस्तो अलिअलि फ्याँकोमा भइगयो। गोबर सबै लैजा, सबै लैजा। कुन नपराउनु पर्छ।
अनि दुध दही दही ल्याएको छ के त दही जति छ कुन पनि खोइ पोख्न आँटो तेल पोख्यो बाती सकिसक्यो अरूले मात्रै हो दही मात्रै ल्याउँदा हुन्छ हाल्यो त्यहाँनिर हजुर सबै हाल्दै अब त्यो नानीलाई यहाँ ल्याउँदा त्यतिकै छैन अलिकति छुवाइदियो भने कुण्डा छाउनुपर्छ कि हो अब घाम देखाइदिनु सूर्य नारायण दियो पनि अगाडि छैन नि कसले ल्याएर ओम स्वस्ति न इन्द्र स्वस्ति न पोखा विश्वेदा स्वस्ति न तातो स्वस्ति न बृहस्पति नानीले घाम पनि हेऱ्यो घरले पनि टेक्यो सबै त अब ल जाउँ भित्र अब भएन नानी भयो यहाँ चाहिँ भाउजूले सेलरोटी पोल्नु हुँदैछ हो यादै गरेन ठुलो काम गर्यो भाइले नाम अहिले होला नाम बताएगा ठुलो मम्मी खलखली ठुलो मम्मी खलखली बेलामा दह्रो दिँदा भइगयो त त्यस्तो हुँदैन सानो भाइ टिका लगाएर नरममै दिनुपर्छ शिर उठाउनु पर्छ एक साइड लुगा दिएर टिका लगाउनुपर्छ अनि लो कहाँ मान्छु अब त म मान्दिनँ अब त झन् मान्दिनँ म बिदा गर्दाखेरि दह्रो बिदा गर्दा होइन आजै चाहियो ए अस्ति किनिदिएको छ त्यो त हुँदैन आज हो नि है भाउजू नरम होइन भाउजू तपाईँ र म चाहिँ उता एकछिनमा पनि अलिक खोइ म त मान्दिनँ जाउँ म त मान्दिनँ दिन्छु नि छोड्नु हुँदैन अरे जेठी सासूलाई म त लिफा बाइक मान्दिनँ अझै छ गुरुजीकोबाट लाउनु न म त लिफा बिना त मान्दिनँ रातो खालको रातो फेरि भाडा चाहिँ हाली लिएर दिन्छु नि है लिफा बिना त म मान्दिनँ होइन तपाईँको त खै अहिले सकेकै छ के गर्नु इन्टरभ्यू गर्मीले खलखल भएको बेलामा सब्जी एउटा जेठी सासू खलखली फुपू सासू यता माइली फुपू सासू मको पो बडी, बडी छैली बडी नानीको नानीको है काकी म फर्स्ट बडी बडी नानीको बडी हो नि फेरि फर्स्ट यता त्यहाँभन्दा उँधो काकी मात्रै है बडा है बडा नानीको ए हजुर भित्र सबै सबैजना हुनुहुन्छ यहाँनिर अनि उहाँ चाहिँ हजुरआमा हजुरआमा नानीको फुपू हौ हजुर साइनु त मलाई नि आउँछ नि यता र उता फुपू लिफा हो कि होइन आज लु भनिदिनु त लिफा बिना हुँदैन है मान्नु दिएकै छैन दिनु मामाले मात्रै दिनुभयो यसले दिएकै छैन माग्नुहोस् न कस्तो चङ्खो है हाम्रो चाहिँ तलबाट माथि भनेर ल्याउनु भयो अब माथिदेखि तल अरे के चाहिँ हुन्छ मैले लाउनु भयो के कसलाई दिदीलाई कहाँ लाउँछ त हुँदैन होइन म लगाइदिन्छु खै पैसा कहाँ छ पर्छ र दिनु जहिले हो नि त दिनु पऱ्यो बाबाले त होस् पर्दैन त्यो गर्नुपर्छ कोसिस कोसेली दस्तुर हो त्यो ठुलो नोट हो हेर्नु जोगिहाल्नु भन्यो मेरो अर्को छ अब यति गरेर त परेन नि त उसले भिडियो बनाइदिनु अब त जेठी सासले पो गर्लम्मै दिनु पर्यो त है बाबा होइन मानौ कहाँ परो नमस्ते भाग्य जेठी माइजू हाम्रो यता नमस्कार जेठी सासूलाई धन्न आइदिनु भएर म अलिक हल्का भएँ हो अब 2 महिना चाहिँ ठक्लक्कै बस्नुपर्छ हो केही दिनु पर्दैन मलाई 2 महिना अरे होइन अब केही दिनु परेन मलाई केही दिनु पर्दैन 2 महिना बस्दा भइहाल्छ फ्री जम्मै फ्री साथी 2 महिना फकाएको हेर्नु लुगा धोइदिनु समेत हो बसेको किरा लाग्दैन
तपाईँको उसले हेर्दै थियो नि त पैसा तिरिसक्नु तिरे त मैले त बराबर खुट्टा लाउनु मिलेन हातै लाउनु भाडा मैले ल्याएर निकै चाहियो कल पनि हुन्छ है बात पर्छ तागत हौ छ चाहियो अनि त हेर्नु नि ठेलेको भित्र पनि खाएर यो तल लगिदिए बुहारी जस्तो मात्रै नेत्रलाई चाहिँ 2 खेप दिनुभयो बडाले हो र भित्र पनि पैसा नमासी राख्नुहोस् ल अहिले चाहिन्छ अहिले चाहिन्छ है अबे म त मान्दिनँ नि यो त बाबाकोबाट मात्रै हो नि ओहा भइहाल्छ भन्ने कुरै छैन मेरो त जिस्काउनु मजा आउँछ साथीहरू हाम्रो चाहिँ नानीको नामकरण पनि भइसक्यो अनि हजुरहरू धेरैजनाले जुन नाम कमेन्ट गर्नुभएको थियो त्यही नामै हामीले राख्यौँ आयन अनि हजुर सबैजनालाई धेरै धेरै धन्यवाद तपाईँहरूले एडभाइस गरिदिनु भएकोमा कमेन्ट गरिदिनु भएकोमा अनि अहिले चाहिँ अब सबै काम सकिसकेर अब नानी सिक्ने टाइम हुँदैछ अनि म चाहिँ भिडियो सुट गर्दै थिएँ म त भिडियो सुट भन्दा नि रिल्स बनाउँदै थिएँ नि त आज धेरै दिन बादमा अनि मलाई चाहिँ यहाँनिर मच्छरले हो कि झुसीले केले खाएछ होइन अन्त मैले यतिकै स्टेटस हालेको थिएँ नि त यस्तो गरेर बहिनीको हालत चाहिँ यस्तो रहेको छ अनि उहाँ आमाले के अरे खाना बनाएर दबाई बनाएर दिनुभएको खानु चाहिँ छैन उसको चाहिँ घाउले प्रब्लम भइरहेको छ हो यति नगरी त गेटबाट एलाउड छैन नि चाम्रो भयो अरे नानी चाहिँ यहाँनिर छ हो उनले चाहिँ खाना खानु मान्दैन हो र साथीहरू आजको मेरो भिडियो यति नै हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गरिदिनुहोस् अनि हजुरहरू जे पनि मेरो पेजमा मेरो च्यानलमा नयाँ जोडिरहनु भएको छ हजुरहरूले मेरो च्यानललाई सब्सक्राइब फलो गरिदिनुहोस् होला अनि साथैमा कमेन्ट पनि गरिदिनुहोस् होला हजुरहरूलाई कस्तो लाग्छ भनेर अनि अहिलेको मेरो भिडियो यति नै राधे राधे टाटा बाई बाई सी यू सुन साथीहरू